भिर छ, जसलाई लाहुरे टाँसिएको भिरको नामबाट पुकारिन्छ। यो भिरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्वदन्ती रहेको छ। परापूर्व कालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए, म लाहुरे बनौँ। यदि उनी लाहुरे बने भने कालो बोको र सुनको सिक्री चढाउने बाचा गरेका थिए। उनको भाकल पनि पुरा भयो, उनी लाहुरे पनि बने। तर उनले भाकललाई अविश्वास गर्दै अर्को बाटो हुँदै घर फर्किने निर्णय गरे। उनको त्यो अहमता माता सुपा देउरालीलाई असह्य भयो। त्यतिकैमा लाहुरे घर नपुग्दै बाटोबाटै माता सुपा देउरालीले जबरजस्ती हावामा उडाएर अहिलेको मन्दिर नजिकै ठुलो भिरमा लगेर टाँसिदिनु भयो। भिर पनि यस्तो छ कि त्यहाँ चाहेर पनि कोही मान्छे जान सक्दैन, जसको फलस्वरूप लाहुरे भित्तामा टाँसिएर विलिन भए। यो मन्दिरमा जे भाकल गर्यो त्यही पुग्ने जनविश्वास पनि छ। त्यसै आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ।